देख्न सक्नुहुन्छ आज हाम्रो गोडामा पानी पसिरहेको छ। अहिले यस्तो अवस्थामा छ, देख्न सक्नुहुन्छ। यस्तो अहिले पानीले धेरै तनाव बनाइसक्यो, देख्नु होला। दर्शकहरू देख्न सक्नुहुन्छ यहाँको गोडाभित्र, हाम्रो गोडाभित्र पानी पसेर र बाहिर निस्किने बेला भइसकेछ। 70 जति सब भत्काइसक्यो। कम्तीमा के नभने 1.5 लाख लिटर पानी नै अटाएको छ। हजुर, सबै एमसी झारिदिरहेको छ। देख्न सक्नुहुन्छ गाइज, हामीलाई धेरै पीडित छ गाइज। यो पीडितको बोली एकचोटि उचाल्नु पर्दा गाइज यो सरकारसँग पुर्याउनु पर्छ। यो बाटोघाटोको कारणले गर्दा नि बाटोको पानी पनि यहाँसम्म आइपुगेछ गाइज। हाम्रो गोडामभित्र पसेको छ गाइज। यो सरकारसम्म यो कुरा पुर्याउनु पर्छ गाइज। यो धेरै गाह्रो छ गाइज काठमाडौँमा। देख्न सक्नुहुन्छ हाम्रो 70 भत्कालेर पनि यता पानी निस्किसकेछ। कम्तीमा के नभए नि 1.5 लाख पानी, 1.5 लाख लिटर पानी होला गाइज यसमा। अब बाहिरको पनि देखाउँछु गाइज, लुक्स बाहिरको लुक्स नै देखाउँछु गाइज। अहिले बाटोको पानी सब यता भित्र पसेको छ गाइज। कसैलाई मजाक छ गाइज, कसैलाई यहाँ पिर भइरहेछ। यो कुरो गाइज सरकारसम्म पुर्याउनु पर्छ। देख्न सक्नुहुन्छ अहिले रोड डुबानो भइसकेछ। अहिले यहाँसम्म पानी थियो गाइज। पानी जति सब हाम्रो गोडाभित्र पसिसकेछ।